हेलो साथीहरु नमस्ते। आज हामी यस भिडियोमा कुरा गर्नेछौँ हामीले घर बनाउँदाखेरि हाम्रो जग्गामा चाहिँ कति तलासम्म बनाउन मिल्छ त? मानौँ तपाईको जग्गा चाहिँ 4 आना छ, 5 आना छ अथवा तपाईको 8 धुर 10 धुर छ भने तपाई सोच्नुहुन्छ म त्यसमा 5 तला घर बनाइहालौँ, 10 तला घर बनाइहालौँ हैन, आफ्नो खुसी जति पनि उठाउन पाइन्छ त्यस्तो चाहिँ हुँदैन। त्यसको पनि एउटा सर्टेन रुल हुन्छ। त्यो रुल अन्तर्गत चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। त्यो कुरा चाहिँ हामीले कसरी थाहा पाउने त? आज हामी भिडियोमा त्यही चाहिँ सिक्नेछौँ। हाम्रो जग्गामा चाहिँ हामीले चाहिँ कति तलासम्म म्याक्सिमम चाहिँ घर चाहिँ बनाउन पाउँछौँ। त्यो कुरा चाहिँ हाम्रो तपाईको यो दुईटा टर्मले चाहिँ डिटरमाइन गर्छ। एउटा तपाईको ग्राउन्ड कभरेज रेशियो भयो, एउटा तपाईको फ्लोर एरिया रेशियो भयो। यो दुईटा टर्मले चाहिँ हाम्रो डिटरमाइन गर्छ। आफ्नो जग्गामा चाहिँ कति तला बनाउन मिल्छ त्यो कुरा चाहिँ यो तपाईको फारले डिटरमाइन गर्छ के। जग्गा त हाम्रो पुरै तपाईको 100/100 कभर गरेर त बनाउन त मिल्दैन, केही त केही सर्टेन अमाउन्ट छोड्नुपर्ने हुन्छ। त्यसबारे पनि हामी चाहिँ डिस्कस गर्छौँ हैन। सुरुमा डिस्कस गरौँ हामी ग्राउन्ड कभरेज एरिया। अब ग्राउन्ड कभरेज एरिया भनेको तपाईले मानौँ कि यो तपाईको जग्गा हो, मानौँ कि यो 4 आनाको प्लट हो हाम्रो, 4 आनाको प्लट हो। 4 आनाको प्लटमा त पुरै 100% त कभर गरेर बनाउन मिल्दैन, सर्टेन जग्गा चाहिँ छोड्नुपर्ने हुन्छ। अब तपाईँ अगाडि छोड्नुस् अथवा पछाडि छोड्नुस् अथवा साइडमा छोड्नुस्। अब हामीले जति पनि रेसिडेन्शियल बिल्डिङहरू बनाउँछौँ त्यसको चाहिँ ग्राउन्ड कभरेज एरिया कति हुन्छ भनेपछि, ग्राउन्ड कभरेज रेशियो चाहिँ कति हुन्छ भनेपछि 70% हुन्छ। तपाईले आफ्नो जग्गाको 70% एरियामा मात्र घर बनाउन पाउनुहुन्छ, 30% चाहिँ छोड्नुपर्ने हुन्छ। र अर्को कुरा के छ भनेपछि कमर्सियल बिल्डिङ, मानौँ कि त स्कुल, हस्पिटल, कलेज, अपार्टमेन्ट बनाउँदै हुनुहुन्छ भनेपछि त्यसको चाहिँ नियम चाहिँ के हुन्छ, 50%। कमर्सियल बिल्डिङमा चाहिँ हामीले 50% एरिया चाहिँ छोड्नुपर्ने हुन्छ र रेसिडेन्शियल बिल्डिङमा चाहिँ 70% मा बनाउनुपर्छ, 30% छोड्नु पर्यो। यो चाहिँ हाम्रो कुरा भयो ग्राउन्ड कभरेज एरिया। अब अर्को कुरा यो फार। अब फार तपाईको कस्तो हुन्छ भनेपछि हरेक ठाउँको तपाईको फार चाहिँ फरक हुन्छ, हरेक नगरपालिकाको फरक हुन्छ हैन। त्यसले नै मेन डिटरमाइन गर्छ तपाईले आफ्नो जग्गामा चाहिँ कति तलासम्म बनाउन चाहिँ पाउनुहुन्छ। अब फार भनेको फ्लोर एरिया रेशियो हैन। अब यो भनेको तपाईको मानौँ कि फ्लोर बाइ रेशियो भनेको यही हैन, तपाईको फ्लोर बाइ एरिया। अब फ्लोर भनेको तपाईको पुरै बिल्डिङको, मानौँ कि 3 तला बनाउँदै हुनुहुन्छ, 5 तला बनाउँदै हुनुहुन्छ, हरेक फ्लोरको एरिया चाहिँ आयो, यो चाहिँ फ्लोर भयो। एरिया भनेको यो चाहिँ तपाईको ल्यान्डको एरिया भयो, यो चाहिँ तपाईको जग्गाको एरिया भयो हैन, त्यो भयो। अब यो फार एउटा टर्म चाहिँ तोक्दिएको हुन्छ, कुनै अब हरेक ठाउँको फार चाहिँ फरक हुन्छ। कतैको त कुनै ठाउँको तपाईको 2.5 हुन्छ, कुनै ठाउँको तपाईको 3 हुन्छ, कुनै ठाउँको तपाईको 3.75 हुन्छ, कुनै ठाउँको तपाईको 4 हुन्छ, कुनै ठाउँको तपाईको 3.5 हुन्छ। अब मानौँ कि कुनै ठाउँको फार चाहिँ हाम्रो 3.5 छ, 3.5 छ हैन। अब यो 3.5 छ। अब हामीले के निकाल्नु पर्यो, तपाईले आफ्नो जग्गामा चाहिँ टोटल कति स्क्वायर फिटसम्म घर बनाउन पाउनुहुन्छ हरेक तलाको जोडेर हैन। 3.5 भयो, यो भयो हाम्रो फ्लोर हैन, यो भयो हाम्रो एरिया। अब हामीले फ्लोर निकाल्नु पर्यो। अब फ्लोर निकाल्दाखेरि के गर्नु पर्यो भनेपछि एरियाले लगेर यता मल्टिप्लाई गर्ने, यसले चाहिँ यसरी लेख्न चाहिँ मिल्यो हैन। 3.5 इन्टु एरिया इक्वल टु फ्लोर। अब हामीले चाहिएको भनेको यही फ्लोर हो, हामीले चाहिँ कति तलासम्म बनाउन मिल्छ, कति बनाउन चाहिँ सकिन्छ हैन। अब एरिया भनेको यो तपाईको ल्यान्डको एरिया हो, मैले तपाईलाई यहाँ भनेको थिएँ, यो भनेको ल्यान्डको एरिया भयो, ल्यान्ड एरिया हैन। अब मानौँ कि तपाईको जग्गा चाहिँ 4 आना छ हैन। अब 4 आनालाई स्क्वायर फिटमा कन्भर्ट गर्दाखेरि चाहिँ कति आउँछ भनेपछि 1 आनामा चाहिँ 342.25 स्क्वायर फिट हुन्छ। अब 4 आना इक्वल टु कति भयो, अब यो गुणा गर्नु होला तपाईको 4 × 342.25 ले गुणा गर्नुहुन्छ भनेपछि तपाईको 1369 जति आउँछ, 69 जति आउँछ हैन। अब ग्राउन्ड कभरेज एरिया तपाईको 70% हामीले लिने हो रेसिडेन्शियल बिल्डिङको लागि। अब यसको 70% लिँदाखेरि चाहिँ यो चाहिँ कति हुन्छ भनेपछि 1369 इन्टु 0.7 हामीले गऱ्यौँ भने तपाईको 958 स्क्वायर फिट जति चाहिँ आउँछ। भनेपछि 4 आना जग्गामा हामीले चाहिँ घर बनाउँदाखेरि तपाईले 958 स्क्वायर फिट मात्र बनाउन पाउनुहुन्छ 70% को हिसाबले हैन, स्क्वायर फिट भयो। अब तपाईको एउटा फ्लोर चाहिँ 958 यसमा कभर गरेको हो, प्लिन्थ एरिया हैन। अब यसको चाहिँ कतिवटा बनाउन पाउनुहुन्छ यहाँबाट तपाईको डिटरमाइन छ। मानौँ कि तपाईको ल्यान्ड कति हो, 4 आना, 4 आनाको तपाईको एरिया कति हुन्छ 1369। अब यहाँ के गर्ने हामी 3.5 1369 गर्यो भने अब यो दुईटालाई हामीले गुणा गर्यो भने तपाईको यति आउँछ हैन, 4791। मानौँ कि यो हाम्रो बिल्डिङ हो, यो चाहिँ तपाईको यो ग्राउन्ड लेभल भयो हैन, जमिन मुनि ग्राउन्ड लेभल भनेको यहाँ तपाईको हात्ती पाइले छ। यो 1 तला 2 तला 3 तला अनि यो 3.5 तला हैन। अब 3.5 तला हाम्रो कति आएको थियो,
एउटा एरिया ग्राउन्ड कभरेज गर्दाखेरि 4 आनामा हाम्रो 70% लिँदाखेरि 958 आएको थियो। भनेपछि एउटा फ्लोर हामीले के गर्नु पर्यो 958 बनाउनु पर्यो हैन। अब 958 सबै आयो 1 2 3 4। अब मानौँ कि तपाईँको यसमा बाल्कनी होला है, बाल्कनी पनि एड हुन्छ है। यसमा तपाईँको यसरी बाल्कनी बनाउनु भएको छ, यसरी बाल्कनी बनाउनु भएको छ भनेपछि यो बाल्कनी पनि तपाईँको एरियामा एड हुन्छ र यो बाल्कनीको एरिया यसमा एड गर्नु होला, बढ्न जान्छ हैन। त्यसरी भयो। अब हाम्रो फार चाहिँ हाम्रो कति, फार चाहिँ हाम्रो 3.5 भयो भने हामीले चाहिँ यति स्क्वायर फिटसम्म टोटलमा चाहिँ घर चाहिँ बनाउन पाउँछौँ, तलदेखि लिएर माथिसम्म। अब यसलाई चाहिँ के गर्नु पर्यो, यो एरियालाई चाहिँ 958 ले भाग गर्नुहुन्छ भनेपछि कति आउँछ तपाईँको, लगभग 5 तला बराबर चाहिँ आउँछ घर, 5 तला बनाउन मिल्छ। फार कति हुँदाखेरि 3.5। इफ तपाईँको फार कम छ भनेपछि मानौँ कि 2 छ फार, अथवा तपाईँको 1.75 छ भनेपछि 5 तला बनाउन पाउँदैन, तपाईँको यो एरिया चाहिँ घट्छ। यो मल्टिप्लाई हाम्रो घट्छ। यहाँ मानौँ कि तपाईँको 2 छ, 2 × 1369 गर्नु पर्यो भनेपछि एरिया हाम्रो कम आउँछ। कम आएको हुनाले हामीले कम बनाउन पाउँछौँ हैन। अब सपोज हाम्रो यति एरिया आएको थियो, 958 जोड्दाखेरि हामीले 3.5 तलाको यहाँ हिसाब गरेको छौँ, 958 अनि यो माथिको टप फ्लोर चाहिँ हाफ चाहिँ 500, सबै एड गर्दाखेरि चाहिँ कति आउँछ भनेपछि टोटल 3374 स्क्वायर फिट आउँछ। हामीले बनाउन पाउने भनेको कति 4791, तर हामीले 3.5 तलासम्म यति नै पुगिरहेछ भनेपछि अझ हामीले तला चाहिँ थप्न चाहिँ मिल्छ। यहाँबाट चाहिँ यो कुरा चाहिँ क्लियर भयो हैन। अब सबै जति पनि हामीले तला थप्छौँ, घटाउँछौँ, बढाउँछौँ, त्यो सबै डिटरमाइन गर्ने भनेको दुईटा कुराले हो, ग्राउन्ड कभरेज रेसियो र तपाईँको फार। र फार तपाईँको यति कुरा दिमागमा राख्नुहोस्, हरेक नगरपालिकाको हरेक ठाउँको चाहिँ फरक हुन्छ हैन। त्यो पहिला चाहिँ अब घर बनाउनु अगाडि चाहिँ गएर वडा कार्यालय अथवा तपाईँको नगरपालिका प्राविधिक शाखामा गएर चाहिँ सोध्नु पर्यो, मेरो एरिया यो हो, वडा नम्बर यति हो, ट्रेस नक्सा यो हो, त्यो एरियाको फार चाहिँ कति हो। अब तपाईँको फारले नै डिटरमाइन गर्छ तपाईँले त्यहाँ कति तलासम्म चाहिँ घर चाहिँ बनाउन सक्नुहुन्छ हैन। अब नेक्स्ट भिडियोमा हामी कुरा गर्नेछौँ घर बनाउँदाखेरि अगाडिबाट चाहिँ कति जग्गा छोड्नुपर्छ हैन। अब यसमा तपाईँले चाहिँ केही कुरामा कन्फ्युजन छ भने कमेन्ट गर्नु होला हैन। साथै मेरो भिडियोलाई लाइक र सेयर गरिदिनु होला। यति भन्दै म बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई बाई।